के हो भने बाइबलले एउटा कुरा स्पष्ट पार्छ कि कुनै पनि पाप चाहिँ क्षमा हुन नसक्ने कुनै पनि पाप छैन भनेको छ बाइबलले। एउटै पाप मात्रै क्षमा हुँदैन। कुन पाप? पवित्र आत्माको विरुद्धमा गरेको पाप चाहिँ क्षमा हुँदैन। अरू सबै पाप क्षमा हुन्छ। अनि धेरै मान्छेले चाहिँ यो पवित्र आत्माको विरुद्ध गरेको पाप भनेर चाहिँ अनेक अनेक कुराको डेफिनेसन दिन्छन्। बाइबलले चाहिँ के भन्छ भने सुन्नुहोस् है, यसलाई अलिकति क्लियर हुन्छ। बाइबलले एउटै कुरा के भन्छ भने पवित्र आत्माको विरुद्ध गर्नु भनेको के हो भन्दाखेरि हामीले ट्रिनिटीको रोललाई जान्नु आवश्यक छ। त्रिएकताको रोललाई, पिता, पुत्र र पवित्र आत्मा। उहाँ त्रिएक, एक परमेश्वर तर त्रिएक। उहाँ पिता पुत्र हुनुहुन्न, पुत्र पवित्र आत्मा हुनुहुन्न, पवित्र आत्मा पिता हुनुहुन्न। उहाँ फरक हुनुहुन्छ। उहाँको कार्यमा चाहिँ फरक कुरा छ। त्यस कारणले पिता चाहिँ योजनाकार हुनुहुन्छ, जो कि मानिसलाई, मानिसका सारा योजना बनाउनलाई चाहिँ पिता चाहिँ योजनाकार हुनुहुन्छ। अनि त्यो योजनालाई पुरा गर्न चाहिँ यीशु ख्रीष्ट संसारमा आउनुभयो। सुन्नुहोस् है, यस संसारमा आउनु भएर पिता पुत्र यस संसारमा आएर सबैको पापको ज्याला तिर्ने काम सिद्धाउनु। अब पवित्र आत्माको रोल चाहिँ के हो त भन्दाखेरि त्यो यीशु ख्रीष्टले क्रुसमा देखाएको, त्यो क्रुसमा बगाएको रगतको कुरा चाहिँ देखाइदिनु हो मानिसहरूलाई। पवित्र आत्माको विरुद्ध गर्नु भनेको पवित्र आत्माले चाहिँ दोषी ठहराउनुहुन्छ कि तिमी पापी छौ, तर तिमी पापी भए तापनि तिम्रो पापको ज्याला चाहिँ यीशु ख्रीष्टले क्रुसमा तिर्नु भएको छ भनेर विश्वास नगर्ने मान्छे, त्यसलाई इन्कार गर्ने मान्छे, पवित्र आत्माको विरुद्ध गर्ने मान्छे चाहिँ ती मान्छे, त्यो पाप चाहिँ क्षमा हुँदैन। यीशु ख्रीष्टको क्रुसलाई स्वीकार नगर्ने कुनै पनि मानिसको पाप क्षमा हुँदैन। एउटा कुरा क्षमाको कुरा होइन। त्यसपछि त्यसकारण हाम्रो परमेश्वर, हामी भन्छौँ अनुग्रहकारी परमेश्वर हुनुहुन्छ, कृपामा दयालु परमेश्वर हुनुहुन्छ, दया गर्नुमा कृपालु, दया गर्नुमा धनी हुनुहुन्छ। एफिसी 2:4 पद। मतलब परमेश्वरको स्वभाव चाहिँ दयालु हो। परमेश्वरले संसारलाई प्रेम गर्नु, सबैलाई, व्यभिचारीलाई पनि प्रेम गर्नु, सबैलाई प्रेम गर्नुहुन्छ। र परमेश्वरले के चाहनुहुन्छ? एकजना पनि नरक गएको चाहनुहुन्छ, सबै मानिसले मुक्ति पाएको चाहनुहुन्छ, व्यभिचारीले पनि,